म चाहिँ आज आएको थिएँ यता सुर्खेत यता यो यस्तो दामी देखिने पारे कहाँ पारे टाढा यस्तो चढेर जाने त अब भोको थियो र साथीहरू अब इन्कम कम छ होइन अब के गर्ने अब कुनै दिन भयो भने चढाउला के ढक यति दामी के अनि टक्क लगाएर अनि आएको दामी रहेछ नि टक्क लगाएर अनि यता चाहिँ पानी नआउने रहेछ होइन पानी सर आइदिएको भए कस्तो दामी हुन्थ्यो त्यही हो यता चाहिँ अब सो आज एकदम खुसी लाग्यो साथीहरू यस्तो दामी दामी आएको यता फुलहरू पनि दामी फुलिरहेको छ बाफ्रे कति दामी होइन ठ्याक्कै यहाँ त कस्तो रहेछ भन्दाखेरि त अब आफ्नो गर्लफ्रेन्डहरू लिएर अनि बोयफ्रेन्डहरू आएर टक्क घुम्ने टाइपको रहेछ क्या अनि फुलहरू यस्तो दामी दामी फुलेको छ के हो फाइनली साथीहरू मैले चाहिँ बोल्न अर्को पनि रहेछ एउटा दामी चाहिँ पहिला म आउँदाखेरि धाराहरू यस्तो थिएन म चाहिँ धाराहरू यस्तो दामी दामी भइसकेको छ क्या पहिला त यस्तो थिएन म आउँदाखेरि चाहिँ पहिला पहिला होइन फर्स्टचोटि त्यतिखेर म चाहिँ आउँदाखेरि चाहिँ यस्तो छिटो थियो कि यता नि केही नै राम्रो थिएन केही नि के तर यो ढुङ्गा तल्ले पोखरी नि त्यो यस्तो फोर्थ्यो यो नि यस्तो फोर्थ्यो कि म चाहिँ धाराहरू यस्तो दामी बनाएर रहेछ होइन साथीहरू विकास साथी भएको रहेछ अहिले पहिला चाहिँ त्यतिखेर अब पहिल्यै आएको थिएँ म अनि होइन त्यतिखेर यसो साथीहरूले त्यतिखेर कस्तो थियो भने बुलबुले चाहिँ भाइरललाई यस्तो दामी दामी भन्थ्यो कि अनि भाइरल भनेर यस्तो आएको अनि बेलुका बेलुका सानो सानो पकाएको थिएँ रमाइलो लाग्यो त्यतिखेर आउँदाखेरि चाहिँ एउटा नि थिएन केही नै आज चाहिँ पानी चाहिँ शुद्ध आउने अहिले त होइन जस बेस्ट अनि मान्छेहरू यता नै आएको आए होइन मान्छेहरू अनि घुमे जस दामी रहेछ अहिले चाहिँ यता चाहिँ सबै राम्रै हुने रहेछ अहिले चाहिँ मैले जीवन होइन गाउँमा हुर्केको मान्छेले अब सहरै हो गाउँ नै हो होइन अनि मलाई नि जसुकै होस् अनि मलाई नै अनि गाउँ नै ठिक गाउँ नै प्यारो लाग्ने मलाई चाहिँ गाउँमा होइन उकालो उकालो गरेर प्यारोहरू आउने यस्तो यस्तो यो के भन्दा साथीहरू नै यो यस्तो यो दामी थियो क्या यो पानो पनि भएछ सबै खत्तम भएछ होइन म आउँदाखेरि त्यता यो आसन बाटो पनि यो पनि पुरै छारो नै छारो थियो क्या थियो अच्छा दामी रहेछ त्यस फुल कहिले फुल्छन् गमला पानी नहाल्ने रहेछन् कसैले नि हेरचाह गर्ने नगर्ने रहेछन् अनि कहाँनिर गमलामा फुलहरू फुल्नु त होइन त्यही नै हो साथीहरू अनि बुलबुलेको आज यत्र त्यस रमाइलो भयो दिदी बहिनीको दिदी चाहिँ तल आउँछन् म चाहिँ माथि अगाडि नै आइसकेँ अनि दिदी र म चाहिँ यसो बजारतिर आएको थियौँ बजारतिर अनि सल्लाहहरू अनि बुलबुलेतिर जाऊँ न त यसो नै 4-5 बजेको टाइममा यसो फ्रेस कोठाउने कति बस्नु कति झकड्नु दियो होइन यसो अनि बुलबुलेमा अनि नयाँ धाराहरू बनेको छ अनि पोखरीहरू दामी छ अरे अहिले भन्ने अनि सबले भन्थ्यो अनि त्यो अनुसार आएको होइन त्यस राम्रो रहेछ अहिले पहिला धाराहरू त्यस्तो थिएन अनि कालोहरू त्यस्तो राम्रोहरू थिएन अहिले चाहिँ सबै फेरि कहीँ त आउने कि होइन त नै आउँदैन